हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। सुटिङमा जाँदै गर्दा सुब्दानी आन्टीहरूसँग भेट भयो। यहाँ चाहिँ रूपाले नमस्ते गऱ्यो, यहाँ सागर दाई अनि जाने बित्तिकै थम्बनेलको लागि फोटोसुट गऱ्यौँ साथीहरू। अनि यहाँ चाहिँ छट्टुजीको र मेरो सिन थियो अनि यतिकैमा सागर दाईले हामीले स्क्रिप्ट बुझाउँदै हुनुहुन्थ्यो साथीहरू। अनि यहाँ चाहिँ हाम्रो सिन गर्न लागि मामीहरू चाहिँ अनि यहाँ चाहिँ बिपिएलकै सुटिङ भइरहेको साथीहरू। अनि यहाँ सुब्दानी आन्टी हेर्नु न, अनि यहाँ चाहिँ सुब्दानी आन्टीलाई अँगालो मार्नुमा मैले थर्काइदिएँ छट्टुजीलाई। अनि फेरि यहाँ हेर्नु न, अनि हाम्रो यहाँ अलिकति मस्किने सिन थियो अनि सुब्दानीले कराउनु भयो अनि मैले नि छट्टुजीको काँधमा हात हालेर सुब्दानीलाई जलाउन खोजेँ। अनि यहाँ चाहिँ सागर क्रिकेट खेल्दै हुनुहुन्थ्यो, यता फेरि हाम्रो टिमको मिटिङ चलिरहेको थियो साथीहरू। अनि यहाँ चाहिँ छट्टुजीले खोइ तिम्रो चप्पल ल्याउ त भनेर सागर दाईलाई झटाएर हान्नुभयो। यतिकैमा फेरि तैँले मलाई किन चप्पलले झटाएर हानिस् भनेर दुईजना बिच भनाभन भयो। अनि भनाभन हुँदा हुँदै दुईजनाको लडालड भयो। अनि यहाँ चाहिँ हाम्रो सुटिङको डे 2 साथीहरू जान बित्तिकै सबैले नमस्ते गरे। अनि यहाँ हेर्नुहोस् न, अनि जान बित्तिकै हामी फेरि ब्याडमिन्टन खेल्न लाग्यौँ साथीहरू। रमाइलो भइरहेको थियो, जाडो हो नि त मौसम, जाडोमा ब्याडमिन्टन खेल्दा शरीर तातो हुन्छ कि साथीहरू। यहाँ चाहिँ के छ गाइजहरू भन्दै गएँ, जान बित्तिकै पाउनु दाइलाई हे गरेँ, छट्टुजीलाई पनि हे गरेँ अनि गोरे दाइसँग लड्न लाग्छु। यही हो गाइज, नेक्स्ट ब्लगमा भेटौँला, बाई बाई।